काठमाडौँ महानगरपालिकाले थापाथली स्थित रहेको सुकुम्बासी बस्ती हटाउनलाई आज राति माइकिङ गरेको छ। वैशाख 12 गतेबाट थापाथली स्थित रहेको सुकुम्बासी बस्तीलाई हटाइनेछ। वैशाख 12 गते बिहानैबाट घर टडाहरू भत्काउने कार्य गरिनेछ। त्यो घर टडा भत्काउने क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी बललाई प्रयोग गरिनेछ। आजैबाट त्यहाँ रहेका सरसामानहरू निकाल्नु भन्दै आज रातिबाट माइकिङ गरेको हो र वैशाख 12 गते हटाउने सूचना निकालेको छ।